यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, यस मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू सम्पूर्णमा नमस्कार। म कृतिका तिमिर सिन्हा, अखण्ड आधारभूत विद्यालयकी छात्रा। आजको यस कार्यक्रममा कविता भन्न गइरहेकी छु। मेरो कविताको शीर्षक आमा रहेको छ। के भन्नु अब आमा नै देवी, आमा नै ईश्वर, आमाको भन्दा महिमा ठुलो जगतमा के छ र। बेथामा पनि हाँसेकै थिइन् फुल चाहिँ खुलेर, 9 महिनासम्म कुखमा राखी तु कपिल फुलेर। सानोमा रहर आँखामा रहर आमाले सजाकी, आफूले पढ्न नपाए पनि स्कुल पठाकी। पढेर किरण सिकौला छैन सूर्यले जसरी, नबने ज्ञानी आमाको गुण तिरौला कसरी। भन्नुभयो आमा पढ्दै सानो छोरी नै छोरा बनेर, तपाईँका इच्छा चाहना बोकी दण्डाउँछु भनेर। त्यहाँ कति अनौठा दिलले उभ्याउला मन त, आमालाई छाडी परदेशमा बस्न को सक्छ भन त। बस्न सक्छन् होला सन्तान ती निष्ठुरी मन भएको, आमा भन्दा नि महटो थाम्ने त्यो पापी धन भएको। फकायो रुदा गीतमा कहिले कथामा, तिमी चाहिँ प्यारो तिमी चाहिँ असलको छ रे आमा। खाँदैछु कसम देखाउँछु मैले असल भनेर, आजको दर्द भोलिको हर्ष बनेछु भनेर। आजको दर्द